नमस्कार साथीहरू। आज म तपाईहरूसँग एउटा यस्तो वास्तविक अनुभव साझा गर्न गइरहेको छु जसले मेरो जीवनको एउटा फरक पक्ष देखाउँछ। यो कुनै काल्पनिक कथा होइन, यो मेरो आफ्नै जीवनमा घटेको घटना हो। तनहुँको एउटा सानो ठाउँ दुलेगौंडामा बस्दै गर्दा मेरो जीवनमा एकजना यस्तो व्यक्ति आयो जसले मेरो सोच, भावना र अनुभव सबै परिवर्तन गरिदियो। कसरी सुरु भयो हाम्रो भेट, कसरी बढ्दै गयो हाम्रो सम्बन्ध, र अन्त्यमा के भयो? आजको यो कथा त्यही यात्राको बारेमा हो। अन्तिमसम्म हेर्नुहोला, किनकि यो कथा तपाईले सोचेभन्दा फरक हुन सक्छ। नमस्कार, मेरो नाम विकास मगर हो। म हाल तनहुँको दुलेगौंडामा बस्दै आएको छु। अध्ययनको क्रममा यहाँ बसेको भए पनि मेरो जीवनमा केही यस्ता अनुभवहरू भएका छन् जसले मलाई कहिलेकाहीँ आफैलाई पनि अचम्ममा पार्छन्। आज म तपाईहरूसँग मेरो जीवनको एउटा वास्तविक घटना साझा गर्दैछु। दुलेगौंडामा बस्दै गर्दा म प्राय साथीभाइसँग घुमफिर गर्न रुचाउँथे। समय बित्दै जाँदा यहाँका धेरै मानिसहरूसँग चिनजान पनि भयो। केही क्रममा एक दिन दिउँसो म नास्ताका लागि फलफुल पसल पुगेको थिएँ। केही मैले पहिलो पटक उनलाई देखेँ। उनी यति आकर्षक देखिन्थिन् कि मेरो ध्यान पूर्ण रूपमा उनीतिर खिचियो। मनमा सोचे कसरी उनीसँग नजिकिने होला। केही दिनपछि संयोगले फेरि हाम्रो भेट भयो। पछि थाहा भयो उनी त मेरो कोठा नजिकै बस्ने छिमेकी नै रहेछिन्। बिस्तारै कुराकानी सुरु भयो। सामान्य चिनजानबाट सुरु भएको सम्बन्ध बिस्तारै नजिकिँदै गयो। हामी बीच मजाक, हाँसो र आकर्षण बढ्दै गयो। एक दिन उनले मलाई राति आफ्नो घरमा बोलाइन्। म उनको घर पुग्दा ढोका खुल्लै थियो। भित्रबाट उनले भनिन्, आउनुस्। म भित्र पस्दा उनी पहिले तयारी अवस्थामा थिइन्। वातावरण शान्त थियो तर हामी बीचको आकर्षण स्पष्ट देखिन्थ्यो। हामी सोफामा बस्यौं। कुराकानी गर्दै जाँदा वातावरण अझै सहज र नजिकिदो बन्यो। मैले उनलाई भने, पहिलो पटक तिमीलाई साडीमा देख्दा तिमी निकै आकर्षक देखिएकी थियौ। त्यो दिन तिमीले मेरो ध्यान पूर्ण रूपमा खिचेकी थियौ। उनी मुस्कुराउँदै भनिन्, त्यो त मैले जानाजान गरेको हो, तिमीलाई आकर्षित गर्न। उनी मुस्कुराउँदै मलाई हेर्दै भन्छिन्, तिमी पनि कति चलाक तरिकाले कुरा गरिरहेको थियौ त्यति बेला। त्यस्तो टाइट साडी लगाएको थिए भने अहिले किन नलगाउने? उनको स्वरमा मजाक पनि थियो र आकर्षण पनि। म उनलाई नजिक तान्दै हल्का मुस्कानका साथ जवाफ दिन्छु। उनी बिस्तारै उठ्छिन् र मेरो कपडाको बटन खोल्दै फेरि भन्छिन्, मैले त भनिन र, तिमीलाई आकर्षित गर्न। सोफामा बसेको भए पनि उनी अलि झुकेर मसँग झन नजिक आइरहेकी थिइन्। त्यो क्षणमा हामी बीचको दूरी झन घट्दै गइरहेको थियो। मैले पनि उनलाई हल्का स्पर्श गर्न थालेँ। उनको पोसाक निकै स्टाइलिस थियो जसले उनलाई अझ आकर्षक बनाएको थियो। हाम्रो सम्बन्ध पहिले नै निकै खुलिसकेको थियो। उनी प्राय यस्तै ढङ्गले तयार भएर बस्ने गर्थिन्। कहिलेकाहीँ उनी आफै फोन गरेर मलाई बोलाउँथिन् र हामी बीच यस्तै रमाइला पलहरू बित्ने गर्थे। उनी फेरि मुस्कुराउँदै भन्छिन्, अनि त्यो दिन स्याउ पसलको कुरा सुनाउनु न। म हल्का हाँस्दै सम्झन्छु। त्यो दिन तिमी झुकेर स्याउ छान्दै थियौ। म त एकछिन के गरौँ के हेरौँ जस्तो नै भएँ। तिमीलाई देख्दा ध्यान नै हटेन। उनले मेरो कुरा ध्यान दिएर सुनिरहेकी थिइन्। म फेरि थक्छु। त्यसपछि त घर पुगेपछि पनि तिम्रो याद आइरह्यो। मन एकदमै व्याकुल भयो। उनी हाँस्दै भन्छिन्, केटाहरूलाई कति सजिलो हुँदो रहेछ है, भावनाहरू छिट्टै देखाउने। त्यो भन्दै उनले हल्का नजिकिँदै आफ्नो उपस्थिति अझ महसुस गराइन्। त्यसपछि केही समय हामी बीच शब्दभन्दा बढी अनुभूति बोलिरहेको थियो। म हल्का हाँस्दै उनलाई सम्झाउँदै भन्छु, मैले तिमीलाई हेरेको र तिमीले देखाएको हाउभाउ त्यो स्याउ पसलको केटीले पनि थाहा पाइसकेकी रहेछ। पछि त उसले मजाक गर्दै भनिन्, अङ्कल आन्टीलाई यति धेरै किन हेर्नु भएको? उनी एक्कासी अलि गम्भीर हुँदै अलि ईर्ष्यालु स्वरमा भन्छिन्, त्यो केटी त निकै चलाक देखिन्छ है।
पछि फेरि उसैसँग पनि नजिक हुने त होइनौ? म मुस्कुराउँदै जवाफ दिन्छु, त्यस्तो केही होइन, तर मसँग ऊर्जा भने पर्याप्त छ। उनले चकित हुँदै भनिन्, साँच्चै? त्यसै क्षण मैले उनलाई नजिक ताने। हाम्रो अनुहार एक अर्कासँग जोडियो र हामीबीच फेरि नजिकपन बढ्दै गयो। उनी मेरो काखमै बसेर अझै नजिक आइन्। त्यो क्षणमा हाम्रो दूरी लगभग समाप्त भइसकेको थियो। हामीबीचको सम्बन्ध यति सहज भइसकेको थियो कि सानातिना हाउभाउले नै धेरै कुरा व्यक्त गरिरहेको थियो। उनको नजिकपन र आत्मविश्वासले वातावरण झन् गहिरो बनाउँदै गइरहेको थियो। हामीबीचको त्यो नजिकको पलमा शब्दभन्दा बढी भावना बोलिरहेका थिए। उनी यस्तो किसिमले आफ्नो भाव व्यक्त गर्थिन् कि त्यो अनुभवलाई शब्दमा बयान गर्न गाह्रो पर्थ्यो। कहिले हल्का, कहिले गहिरो, उनको शैली निकै प्रभावशाली थियो। केही समयपछि उनले हल्का मुस्कानसहित भनिन्, के हो, हाम्रो माया र साथको अनुभव लिनु पर्दैन? त्यसपछि उनी उठिन्। आफ्नो पहिरन मिलाउँदै आरामसँग फेरि सोफामा बसिन्। उनको बसाइ यस्तो थियो कि उनी पूर्ण रूपमा सहज र आत्मविश्वासी देखिन्थिन्। त्यसपछि उनले मेरो हात समाएर आफू नजिक ल्याइन्। मैले उनको सङ्केत बुझेँ। अब म उनीतिर झुकेँ र त्यो क्षणमा हाम्रो सम्बन्ध अझै गहिरो बन्दै गयो। उनी अचानक हल्का आवाज निकाल्दै शरीर अलि उठाइन्। त्यो क्षणमा उनको प्रतिक्रिया स्पष्ट थियो, उनी पूर्ण रूपमा त्यो अनुभवमा डुब्दै गइरहेकी थिइन्। म पनि आफ्नो लाजलज्जा बिर्सेर उनीसँग अझ नजिक भएँ। अब हामीबीच कुनै दूरी बाँकी थिएन। वातावरण झन् गहिरो र भावनात्मक बन्दै गइरहेको थियो। म उनीतिर झुकेँ र हाम्रो नजिकपन अझ बढ्दै गयो। उनको प्रतिक्रिया, उनको सासको गति, सबैले त्यो क्षणको गहिराई झल्काइरहेको थियो। उनी कहिले हल्का आवाज निकाल्थिन्, कहिले शरीर सानो झट्कासँग प्रतिक्रिया दिन्थ्यो। त्यो देखेर मैले पनि अझ ध्यान दिएर उनीसँग तालमेल मिलाउन थालेँ। केही समयपछि उनी अलि छिटो स्वरमा भन्छिन्, बस, अब अलि छिटो। त्यो सङ्केतले मलाई बुझायो उनी पूर्ण रूपमा त्यो अनुभूति महसुस गरिरहेकी थिइन्। म पनि बिस्तारै आफ्नो गति बढाउन थालेँ। हामी दुवैबीच तालमेल मिल्दै गयो, कहिले मिल्थ्यो, कहिले अलि छुट्थ्यो, तर त्यो नै त्यो क्षणको स्वाभाविकता थियो। उनी कहिले खुट्टा चलाउँदै, कहिले शरीर घुमाउँदै आफ्नो प्रतिक्रिया दिइरहेकी थिइन्। उनको अनुहारमा देखिएको भाव, आँखा बन्द, गहिरो सास, सबैले त्यो अनुभवको गहिराई देखाइरहेको थियो। म पनि केही समय त्यही लयमा अघि बढिरहेँ। करिब केही मिनेटपछि मैले हल्का स्वरमा भने, अर्को तरिकाले प्रयास गरौँ। उनले बिना शब्द नै मेरो कुरा बुझिन्। उनी अनुभवी थिइन् र हाम्रो बीचको समझदारी पनि त्यस्तै गहिरो भइसकेको थियो। समय बित्दै जाँदा हाम्रो सम्बन्ध करिब 6-7 महिनासम्म चलिरह्यो। महिनामा कम्तीमा एकपटक हामी भेट्थ्यौँ। कहिलेकाहीँ उनी आफैले फोन गरेर बोलाउँथिन्, विशेष गरी जब उनी पूर्ण रूपमा समय दिन सक्ने अवस्थामा हुन्थिन्। त्यस्ता दिनहरूमा उनी घरको काम मिलाएर आफूलाई पूर्ण रूपमा तयार पारेर बस्ने गर्थिन्। हामी 2-3 दिनसम्म सँगै समय बिताउँथ्यौँ, कुराकानी, रमाइलो र एक अर्कासँगको नजिकपनमा। म आफै डेरामा बस्ने भएकाले दिनभर अफिस र बेलुकी सामान्य दिनचर्यामा व्यस्त हुन्थेँ। तर जब हामी भेट्थ्यौँ त्यो समय पूर्ण रूपमा फरक र विशेष हुन्थ्यो। त्यो दिन पनि उनी मेरो नजिक आइन्। हामीबीचको सम्बन्ध पहिले चाहिँ सहज र गहिरो भइसकेको थियो। उनले मेरो काँध समाउँदै आफूलाई मसँग अझ नजिक ल्याइन्। म पनि उनको साथमा त्यो क्षणलाई महसुस गर्दै अघि बढेँ। हामीबीचको तालमेल यस्तो थियो कि धेरै कुरा बिना शब्द नै बुझिन्थ्यो। उनको प्रतिक्रिया, उनको भाव, सबैले त्यो क्षणको गहिराई देखाइरहेको थियो। केही समयपछि उनले आफ्नो गति बढाइन्। म पनि त्यसै अनुसार अघि बढेँ। हाम्रो तालमेल कहिले मिल्थ्यो, कहिले अलि छुट्थ्यो, तर त्यो नै त्यो क्षणको स्वाभाविकता थियो। केही मिनेटपछि मैले महसुस गरेँ, ऊर्जा अब अन्त्यतिर पुग्दैछ। मैले आफूलाई सम्हाल्दै त्यो क्षणलाई सहज रूपमा अन्त्यतिर ल्याएँ। त्यसपछि हामी दुवै केही समय शान्त भयौँ। उनको अनुहारमा सन्तुष्टि थियो, हल्का मुस्कान, शान्त सास। उनी मुस्कुराउँदै मजाकमा भन्छिन्, तिमी पनि कस्तो
अझै उस्तैमै रहेछौ। म पनि हल्का मुस्कुराएँ। केही बेरपछि उनी उठिन् र बाथरुमतिर गइन्। म भने त्यही सोफामा थकित भएर पल्टिएँ। थाहा नपाइकन म अलि झपक्क निदाएछु। केही समयपछि उनले फर्केर मेरो निधारमा हल्का स्पर्श गरिन्। त्यो स्पर्शमा अपनत्व थियो। म आधा निद्रामा नै थिएँ तर त्यो महसुस गर्न सकेँ। त्यसपछि म फेरि गहिरो निद्रामा हराएँ। मनमा एउटा सोच लिएर, जीवनका केही अनुभवहरू यस्ता हुन्छन् जुन क्षणिक भए पनि कहिल्यै बिर्सन सकिँदैन।